हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आई तपाईँ सबैजना आरामै हुनुहुन्छ होला र हामी पनि आरामै छौँ। हामी चाहिँ टक्क लाएर आज यता लुम्बिनी नुवाको डाँडातिर घुम्न जान लागेको छौँ। सो भिडियोमा अन्तिमसम्म जोडिनु होला। ओइ एउटा आटा के लेखेको क्या मैले रात सपना छुट्टा छुट्टै हुन्छ तिनवटा चारजना चार पाँचजना त्यस्तो। ओ बिनिसा हाम्रो छोरी कोटाको ओइ बिनिसा खोइ कहाँ जाने तिमी ह कोलाई राम्रो देखे गर्छ सिरिङ उतैमा क्या ऊ यहाँ भित्रबाट चढ्ने। सो हामी चाहिँ यहाँ केबुल कार चढ्ने ठाउँमा आइसक्यौँ। हाम्रो ओइ भान्जी कहाँ हिँडेको हामी भनिदेऊ न भनिदेऊ त कहाँ हिँडेको हामी। खाली एकैछिन राखौँ है यहाँ। आउनु न अब हाम्रो टाइममा हो क्या। ल हिँड हाम्रो बिमला जयको झोला राखेको हजुर हामी यति हो। हिँड्नु आमा चढियो भइसक्यो यहाँको भन्दामा काठमाडौँको उसमा क्या सबभन्दा लामो कहाँ यो भन्दा यहाँको भन्दा लामो चन्द्रगिरीको केबुल कार क्या सबभन्दा लामो नेपाल। हो यहाँ चाहिँ यसो गर्नु त उता तलतिर खाजा सामानहरू लग्ने हो क्या। कहाँ जाने हो मान्छे केही नहोस् है ओ मान्छे कहाँ जाने हामी हेर्न पाइयो अब भन न। हाम्रो तल बुटोल बाटो चाहिँ माथि आयौँ धेरै माथि साथीहरूलाई जे होस् चाहिँ त्यो त उहाँको अड्के छ ओ वहाँ हो अनि हिँडिरहेकोलाई कि त लाइन नदेखेर त्यस्तो केही समस्या होला हेर देख्यो अहिले समस्यामा झुन्डिनु पर्छ एकछिन छि कति गर्मी भइसक्यो मरिन्छ अब जेल खोल्न मिल्थ्यो के कहाँसम्म गएर उहाँ छ नि भारत उहाँ गएर आउने उता कहाँ पुर्याउँछ ओ माई गॉड गाइस टोटो उठेको हो के साथीहरु हेर्नु छ यहाँ त म माथितिर हेर्छु त्यो लागि नै दुई हार मेरो टाउको भारी भइसक्यो यसमा त डर हुन्न के डराउनु टल्टिन हेर आफूले टल्टिन हेर्दा त उठे त हेर न उठिनी हेर न
डराएर यिनीहरू चाहिँ साथीहरू त्यही हो हामी उठे भए बस्नु पर्ने रहेछ रे बस न जाउँ न बस हो हल्लेर यो त हिँडेको घुमे गर्नुपर्छ त्यो फर्किन मान्छे नहुँदा त रित्ते हो क्या फर्किन मान्छे अहिले अलि समय पुग्छ फर्किन मान्छे जति हुन्छन् अहिले त बिहानीको पनि फर्किन्न नि त अहिले घुम्छन् म उठाबाट ल्याइरहनु पर्यो मान्छे नानी तिउलाई उसो गरेर अञ्जना ओ अञ्जना भान्जी यो के मन्दिर हो मन्दिर हो के मन्दिर हो मन्दिरै होइन र हो के त्यो सिद्ध बाबा मन्दिर होइन त हो के मन्दिरै हो कि अलि उल्टा पुग्दा देखिन्छ सिद्ध बाबा मन्दिरै हो आयो ओ माय हाम्रो हिरोइन भान्जी अन्त खोले ए यस्ता हल्लाइदियो जरा त्यो उसमा हो के जुन यहाँ तिम्रो खतरा त लुगाइ हामी चाहिँ उता जाँदैछौँ त्यही हो भान्जी त कष्ट देखियो नि डर लाग्छ ला हैन डर लाग्छ रे लुम्बिनी त्यही डोगा चढ्दा अस्ति डर लाग्यो मलाई किन डर उतापट्टि देऊ न त गयो गइरहेको नि हो आइरहेको नि यतापट्टिको लाइनको उता जाने हो क्या उतापट्टि लाइन माथि रहेछ हामी जाने हो न आधा घन्टा 1 घन्टा जति लाग्छ वनदानबाट हिजो बोलेर 15 मिनेट आउन जान आधी घन्टा हुने हो क्या काठमाडौँ चन्द्रगिरी जानेमा चाहिँ जति लाग्छ झन्डै आधी घन्टा यो के हो र जेल हो उताबाट आएको अब हामी यता जाँदैछौँ हल्लिनु हुन्न के यसमा कसो के हो होइन यो त त्यही तार त हिँड्ने रहेछ नि होइन तार घुम्ने रहेछ कि यो घुम्ने रहेन त्यही हो पछाडि हाम्रो ठुल्दिदी नै आयो आमा छोरी छ आइरहन् ल के गर्नु अब डर पनि लागिरहेछ होइन तिनीहरूको अट्छन् भन्दा यहाँ त उस छैन क्या यो तल हो क्या झुन्नी हो क्या यहाँ फेरि अलि मजाले झुन्नी यही त हो नामा चल्ने भनेकै डर त लागेन होला कि होइन यतापट्टि त खोलै नै छ हो सबै खोला हो डराउनेहरूले त नहेर मलाई डर लाग्दैन हाम्रो गुरु चाहिँ एउटा अगाडि हुनुहुन्छ होइन यो रित्ते अहिले त फर्किन मान्छे हुन्न नि अलिक अहिले बाटो हुन्छ हामी छिटै हिँड्ने छ होइन दाइ हजुर दौडेकै छौँ कि हामी होइन त्यस्तै हो सबै एउटै टाइपमा हिँडेको त्यही डाँडामा त्यही हो कि एक पखले त भइएन के हुन्न जस्तो भयो केही हुन्न हुन त हल्ला हुने नलाइले हल्लिन्छ यसो यसो हल्लाइदिनु पर्छ सरी कस्तो ल अनै छ हाम्रो इन भान्जी डरा खान के हो अञ्जना नानु यता आएर त अञ्जना डरा खान अलिअलि उसले होला हामी त अब जाँदैछौँ धेरै टाढा हामी चाहिँ जाँदैछौँ गाइस त्यही हो यो चाहिँ लुम्बिनी केबल कार है यो के भन्छ बुटोल गोल पार्कदेखि अलिक माथि आउनु पर्दो रहेछ ठिकै छ आज आइयो नुवाकोट डाँडामा
बुटोल गोलपारादेखि चाहिँ नुवाकोट डाँडामा पुग्ने रहेछ हामी लगभग 20-25 मिनट लाग्छ होला जस्तो लाग्यो मलाई धेरै माथि छ अझै ओ माय गॉड देखिएछ के खतरा देखिएछ अलिक तल अलिक पर लग न गयो ओ खतरा यो उसमा हो क्या यो बारी माथि सामानहरू लग्छ क्या जुनकीले चढ्यो भन्नु भिडियो हेरिहाल्छ भिडियो अहिले जाँदालाई फोटो बनायो क्या आउँदालाई टिकटकमा बनाऊँ ल दाइ है ल हेलो हँसाउँदै ए उसमा नि त्यही गरौँ यहाँ त बोन केरा भन्ने यो के अरे अहिले फर्किँदा हाल टिकट काट्नुपर्छ कि दाइ पर्दैन त्यही हो त्यही हो बलले होला हामीले एक ओरो काटेको भए पर्छ डोरो काट्ने हो क्या ए होइन म त के दिएकै छैन न फेरि टिकट दिमै छ र अन्त दाइ मैले यतिको त राखेको छ ए लास्टमा तपाईँले देखा मलाई लाइदिथे त्यो आउँदा नि चाहियो हेर्छ नानी बिनिसा जङ्गल हेलो भान्जी रातै हो भन्ने हजुर हजुर म त यता बुटोल छु नि सबै हामी त यहाँ केबल कार चढिरहेको चढ्यो के भन्नु अरे एक ठाउँ आवाज चाहिँ बुझिनँ दिदी ए औ अञ्जना भान्जी ओ अञ्जना भान्जी आज नबोल्ने ए गर्नु ओइ आज के ल गर्नु गर्मी लाग्यो ल हाय कहाँ जानु ला हाम्रो बिमला हामी मलाई थाहा छैन डर के हुन्न आउ के हुन्न के हुन्न जाऊ ल हामी तिनटा फोटो खिच्यौँ खत्रै देखियो ल बाबा ल यता आयो नि त फोटो खिच्न अब आइन्छ नानी ऊ बाबालाई हेर न फोटो खिचौँ तिमीमा पहिला यता मलाई हेर छोडेर ल मलाई अलि माथि बस न फोटो खिच सुगैज हामी चाहिँ माथि डाँडामा आइसक्यो घुम्न जाने कता यता बाटो भान्जी यहाँ पहिले आएको कि नै तिमी कहिले नुवाकोट त्यही भने होइन र मलाई पनि खासै थाहा होइन नुवाकोट डाँडा हो के भन्ने डाँडा आयो बालेन साफु घन्टी बज्यो ठुल्टी आएको होटलमा ओके अर्कोमा चढ्यो बजाइन दाइले म त बजाइन त्यस्तै खासै वास्ता लाग्दिन कुनै मेरो त चलिरह यहाँ नानीलाई भन्ने आयो क्या चिनेर बिनिसा भान्जीलाई मूर्ति होला यता कतै माथि होला ए हो यहाँ हो म राम्रो भएको त अहिलेसम्म हामी नुवाकोट अब डाँडातिर बिमला अब भल खिच्नुहोस् होइन हामी चाहिँ माथि जान्छौँ कस्तो छ माथिको दृश्य सबै देखाउँछौँ गाइस त्यही नै हो भिडियो अन्तिमसम्म हेर्दै गर्नु है बिनिसा कहाँ पुग्यो त उहाँ पुगिसके छन् पानी त झोलामै छ कि कता 100 भन्दा धेरै सिडी छ यार फोहोर फाल्ने हो यहाँ बस्नलाई यसो ठकाइ लाग्यो भने उकालो चढ्दा हामीले एउटा बोतल मात्रै ल्याइयो
किन्ने ठाउँ त छ त्यो त्यहीँभित्र क्या त मास्टरको त हुनुपर्ने यहाँदेखि चाहिँ यहाँ बालन साग घन्टी बजाउने बालन साग घन्टी रिल्समा रिल्समा बनाउने बोल्न नानी किन बोल्दिनिस् हामी चाहिँ कहाँ जाँदैछौँ अरे भान्जी सुरज हामी चाहिँ यहाँ घुमिरहेछौँ होइन यता चाहिँ अब के छ कता यताको खेल्न जाने कि उताको यता नि छ नि हो सो आज चाहिँ मान्छे चाहिँ खसी छैन रहेछन् होइन अनि हामी घुमिरहेछौँ नलटेर है ल हाम्रो उता सानो भान्जी छन् यता ठुलो भान्जी चाहिँ मेन मन्दिर रहेको छ यहाँको के यहाँ मन्दिर छ ठकै लाख किन हो तिमीलाई बिनिता गाइस यहाँ चाहिँ हामी नुवाकोटको डाँडाको मन्दिरमा आइसकेको छौँ होइन देख्न सक्नुहुन्छ हाम्रो भान्जी ल भान्जी यता हेर त एकचोटि यता हेर ल अझै एकछिन ल हामी यहाँ के आएको घुम्नलाई कहिले फर्किने हो त ल यहाँ ठुली गरिदेऊ अर्को नि यो पनि ल भयो हो त्यहाँ तल बाटो गराउ न उयो हो त्यो होटेललाई ठोक्का उठा अझै जोडाल भयो यता यता नि छ के उयो त हेर त भित्र जाने पहिला ऊ जानु मिल्छ कि एकछिन यहाँ उठा एकछिन आऊ न यहाँका मान्छेहरूको त हाम्रो यहाँ जान के हो एकछिन रुख है त्यहाँ तल बाटो बजाऊ तल बाटो उयोलाई यस्तो गराउ ल यस्तो ल आऊ ल आऊ बिनिसा यहाँ उता जुत्ता खोलेर जाऊँ ल नानी ओए एकछिन अब जुत्ता खोलेर जाऊँ ल जुत्ता खोल्न पर्छ कि ओके जुत्ता खोलेर जाने है सो गाइज हामी चाहिँ यहाँ के अरे त्यो चाहिँ के डाँडाको माथि चढ्यो हाम्रो हामी त्यो नुवाकोट कसो थाहा होइन अरे सायद यहाँबाट त खत्रै भ्यू देखिन्छ भन्ने गीत कस्तो टल्केको ठिकै है देख्न सक्नुहुन्छ गाइज ओके बनाउने क्या अब आई एम सरी हजुर हुस्सुले केही देखेन के अरे हुस्सु गरेर के भन्छन् टमाल 9 देखिन्थ्यो क्या बुटल छ
सो गाइस यो चाहिँ हामी आएको बाटो ओके गाइस भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र जो नयाँ जोडिनु भएको छ उहाँहरूले सब्स्क्राइब पनि गरिदिनु होला र आजलाई चाहिँ यति नै नेक्स्ट भिडियोमा भेटौँला भन्दै सबैलाई बाइ बाइ।